आदरणीय दर्शकबिन, आज हामी सिलगढी 42 नम्बर वार्डमा आएका छौँ र यस ठाउँको एकजना वरिष्ठ समाजसेवी श्रीमती हिरादेवी गुरुङ, जसलाई गुरुआमा या बुढी मिस भनेर स्थानीय निवासीहरूले चिन्ने गर्छन्। आज उहाँ आफ्नो जीवनको एउटा धेरै नै विकट समयमा हुनुहुन्छ। वृद्धावस्थामा यहाँ प्रकाशनगर नेपाली कल्याण समाजको सभापति र स्थानीय मन्दिर कमिटीको सचिव श्रीमती सविता राईले उहाँलाई आफ्नो घरमा विगत 2 वर्षदेखि राख्नु भएको छ र आज उहाँले यहाँ मिडिया अगाडि अहिले हाम्रो श्रद्धेय गुरुआमाको के अवस्था छ, उहाँको स्वास्थ्य कस्तो छ र के उहाँको अहिले अवस्था के छ भनेर जानकारी दिनुहुँदैछ। श्रीमती सविता राई। नमस्कार, म सविता राई र विगत दिनदेखि यहाँ हिरादेवी गुरुङ गुरुआमालाई मैले मेरो वासस्थानमा उहाँलाई बास दिएको छु र उहाँको जीवनमा चाहिँ के हुँदैछ भने अहिले उहाँको स्वास्थ्य पनि राम्रै छ, तर अचानक उहाँलाई यस्तो हुँदैछ कि यही 4-5 दिन अगाडि उहाँको मानसिक अलिकति बिग्रेको जस्तो, उहाँले आफ्नो नानीहरू खोजेको जस्तो त्यस्तो अवस्था भइराखेको थियो। त्यही पनि अब हामीले उहाँलाई त समय समयमा खानापिना सबै नै दिइराखेको छौँ, तर उहाँको बानी के छ, अलिकति गाउँ घुम्ने, उहिलेदेखि नै अब घुमेर आएको भनेर उहाँ त्यसरी घुम्न निक्लिनुहुन्छ र त्यसरी घुम्नु निक्लेको समयमा चाहिँ उहाँलाई त्यस्तो उहाँको याददास्तहरू चाहिँ त्यस्तो हुँदो रहेछ र उहाँले त्यसरी नै खोज्नुहुन्छ र केही दिन अगाडि पनि त्यसरी नै नानी खोजेकै जस्तो गर्नुभएको थियो र हामीले यताउता त्यो सबै बिजुवाहरू लगाएर उहाँको अलिकति मानसिक घरमा आउँदाखेरि चाहिँ अलिकति ठिक भइहाल्छ उहाँ। र आज पनि उहाँ अचानक बिहान नास्ताहरू खाएर उहाँ अलिकति बाहिर घुम्न निक्लिनु भएको थियो र आज पनि उहाँको त्यस्तै घटना भयो र कसैले यहाँनिर के अरे घुम्नु गएको समयमा त्यो तल विमल गुप्ता भन्ने जुनले मलाई फोन गर्नुभयो कि उहाँले चाहिँ आफ्नो नानी खोज्नु हुँदैछ, के भएको हो भनेर उहाँलाई डाउट भएर उहाँले मलाई फोन गर्नुभएको थियो र उहाँलाई चाहिँ टोटोमा हालेर उहाँको काम गर्ने सिधा यहाँ मेरो वासस्थानमा उहाँलाई पुऱ्याइदिनु भयो र उहाँको अहिले दिनदिनै त्यस्तो भइरहेको छ मानसिक, र अरू त उहाँलाई केही पनि छैन, तर उहाँको दिमाग चाहिँ त्यस्तो हुन्छ घरिघरि चाहिँ। र उहाँको स्वास्थ्यहरू त अलि ठिकै छ, यहाँकोदेखि हामीले यसो केही सानोतिनो मेडिकल हामी आफै गर्छौँ उहाँलाई र अहिले त उहाँको ठिकै छ, तर अचानक उहाँको बिचबिचमा चाहिँ त्यस्तो हुन्छ र त्यही कारणले त्यही सब चाहिँ म हजुरहरूलाई म जानकारी दिन्छु। उहाँलाई जसले माया गर्नुहुन्छ र उहाँले कसैलाई खोज्नु भएको हो भनेदेखि तपाईँहरूलाई उहाँसँग भेट गर्नु छ भने चाहिँ मेरो वासस्थानमा आएर उहाँलाई भेट गर्नु सक्नुहुन्छ। धन्यवाद। हिरादेवी गुरुङ विशिष्ट समाजसेवी हामीले किन भन्यौँ भन्दाखेरि यस क्षेत्रमा उहाँले एकदमै निम्न शुल्कमा या निःशुल्कमा धेरै सामान्य परिवारका नानीहरूलाई उहाँले पढाउनुहुन्थ्यो। यहाँ स्थानीय एउटा क्लबमा एउटा स्कुल, एउटा पाठशाला पनि थियो, त्यहाँ प्राय यहाँका सबै नानीहरू, त्यस समयका सबै नानीहरू यहाँ पढ्नु भएको छ उहाँबाट निःशुल्क र शिक्षा गर्नुपर्छ। शिक्षाको एक प्रकारले उहाँले समाजसेवामा आफ्नो योगदान दिनुभएको छ, तर अहिले आफ्नो जीवनको यो उत्तरार्धमा उहाँ अहिले हाम्रो सविता बढी उहाँको घरमा बसिराख्नु भएको छ। त उहाँले पनि अहिले केही भन्न चाहनुहुनेछ र उहाँ पनि केही भन्न चाहनुहुन्छ। अहिले उहाँको स्वास्थ्य कस्तो छ र के उहाँले भन्न चाहनुहुन्छ आफ्नो परिवारलाई या समग्र समाजलाई। हाम्रो गुरुआमा श्री हिरादेवी गुरुङलाई हामी सोध्दैछौँ। नमस्कार गुरुआमा, तपाईँ कहिलेबाट सिलगढी आउनुभएको र कसरी तपाईँ सामाजिक कामहरू गर्नुभयो विशेष शिक्षाको क्षेत्रमा बताउनुहोस्। तपाईँ कहिले आउनुभयो? सिलगढीमा आएको त त्यो लेखेर काहीँ राखेको धेरै वर्ष भयो। यहाँ केही थिएन, स्कुल थिएन। स्कुलमा सबको घरमा शिव मन्दिरमा पढाउने पनि मै हो। के अरे पर रोसरहरूकोमा कटल गाड्छ, त्यो छोटघाटमा पढाउने गाउँकोहरूलाई जम्मा गरेर सबै जाति आदिवासी, नेपाली, राजवंशी, बिहारी सबलाई म जम्मा गरेर पढाउँथेँ। त्यहाँदेखि पछि त थुप्रै अहिले स्कुलहरू भयो। त्यहाँदेखि म राई डाक्टरकोमा म नर्स गरेँ। त्यहाँ म डिस्पेन्सरी खोलेँ। चेकपोस्ट मेरो डिस्पेन्सरी थियो। म राजगञ्जबाट ट्रेनिङ गरेर अहिले यो सेन्टर बसाउने मै हो फर्स्ट। यहाँ बसाएर चाहिँ अहिलेसम्म चलिरहेको छ। मेरो पैसा पाउँदै थिएँ,
तर मेरो कागजै हराएकोले गर्दा त्यो पैसा पनि गयो। यहाँ सब कुरो सुरु गर्ने फर्स्ट मै नै हो, पढाइ र दबाई सुरु गर्ने मै नै हो। यहाँ राजवंशीहरू आउँछ राति बेलुका बुढोहरू 80 वर्ष पुगेकोहरू, तिनीहरूले पनि मलाई चिनेको। यो त बुढी त अहिलेसम्म रहेछ राम्रै भनेर अस्ति पनि कुरा गर्दै थियो। र सब दबाई पानी र स्कुल सबसे फर्स्ट सुरु गर्ने मै हो यहाँ सिलगढीमा। र अब त दिमागले पनि काम नगरेको हो कि उल्टापाल्टी बोलिएर हो कि अब अरूहरूलाई पनि सायद मन पर्दैन होला, मेरो दिमागले पनि अलिक काम गर्दैन होला, न बेसी सोचेर हो। यो चाहिँ सबैले क्षमा गरिदियोस्, मान्छे बुढाबुढी त्यो अप्ठ्यारो हुन्छ मान्छे सुरु गर्ने नै। अहिले तपाईँको स्वास्थ्य अवस्था कस्तो छ त? एकदम राम्रो छ त? तपाईँ स्वास्थ्य कस्तो छ तपाईँको? तपाईँलाई खानापिना हेर्छ हेर्दैन त्यो पनि सब कुछ ठिक छ, ठिकै छ। हिँड्दैछु म टनटनाइ, सबैले देखिरहनु भएको छ। खानापिना ठिक छ, एकदमै खाँदैछु, हिँड्दैछु। अहिलेको टोटोमा हालेर उहाँको काम गर्ने सिकाइ यहाँ मेरो वासस्थानमा उहाँलाई पुऱ्याइदिनु भयो। र उहाँको अहिले दिनदिनै त्यस्तो भइरहेको छ मानसिक, र अरू त उहाँलाई केही पनि छैन, तर उहाँको दिमाग चाहिँ त्यस्तो हुन्छ घरिघरि चाहिँ। र उहाँको स्वास्थ्यहरू त अलि ठिकै छ। यहाँ आएकोदेखि हामीले यसो केही सानोतिनो मेडिकल हामी आफै गर्छौँ उहाँलाई, र अहिले त उहाँको ठिकै छ। तर अचानक उहाँको बिचबिचमा चाहिँ त्यस्तो हुन्छ, र त्यही कारणले त्यही सब चाहिँ म हजुरहरूलाई म जानकारी दिनेछु। उहाँलाई जसले माया गर्नुहुन्छ र उहाँले कसैलाई खोज्नु भएको हो भनेदेखि तपाईँहरूलाई उहाँसँग भेट गर्नु छ भने चाहिँ मेरो वासस्थानमा आएर उहाँलाई भेट गर्नु सक्नुहुन्छ। धन्यवाद। हिरा देवी गुरुङ विशिष्ट समाजसेवी हामीले किन भन्यौँ भन्दाखेरि यस क्षेत्रमा उहाँले एकदमै निम्न शुल्कमा या निःशुल्कमा धेरै सामान्य परिवारका नानीहरूलाई उहाँले पढाउनुहुन्थ्यो। यहाँ स्थानीय एउटा क्लबमा एउटा स्कुल, एउटा पाठशाला पनि थियो। त्यहाँ प्राय यहाँका सबै नानीहरू, त्यस समयका सबै नानीहरू यहाँ पढ्नुभएको छ उहाँबाट निःशुल्क। र शिक्षा गर्नुपर्छ, शिक्षाको एक प्रकारले उहाँले समाजसेवामा आफ्नो योगदान दिनुभएको छ। तर अहिले आफ्नो जीवनको यो उत्तरार्धमा उहाँ अहिले हाम्रो सविता बढी उहाँको घरमा बसिराख्नु भएको छ। त उहाँले पनि अहिले केही भन्न चाहनुहुनेछ र उहाँ पनि केही भन्न चाहनुहुन्छ। अहिले उहाँको स्वास्थ्य कस्तो छ र के उहाँले भन्न चाहनुहुन्छ आफ्नो परिवारलाई या समग्र समाजलाई? भन्न सक्दिनँ के पनि, बस्दैछु। उहाँले नै ल्याएकोदेखि मलाई सेवा गर्नुहुन्छ, यहीँ खाइपिई सब गर्नुहुन्छ। उहाँकै परिवारसँग एक परिवार जस्तै भएर बसेको छु। राम्रै छु, तर कोही दिमागमा कहिले कहिले के अलिक धेरै कुरो सोच्छ, केही अलिकति गडबडी हुन्छ होला। तपाईँले के भन्न चाहनुहुन्छ दर्शकहरूलाई? र तपाईँ कहिलेबाट सिलगढीमा हुनुहुन्छ र कस्ता खालका सामाजिक कार्यहरू विशेष शिक्षा क्षेत्रमा गर्नुभयो? र हाम्रो गुरुआमा श्री हिरा देवी गुरुङलाई हामी सोध्दैछौँ। नमस्कार गुरुआमा, तपाईँ कहिलेबाट सिलगढी आउनुभएको र कसरी तपाईँ सामाजिक कामहरू गर्नुभयो विशेष शिक्षाको क्षेत्रमा बताउनुहोस्। तपाईँ कहिले आउनुभयो? सिलगढीमा आएको त त्यो लेखेर काहीँ राखेको धेरै वर्ष भयो। यहाँ केही थिएन, स्कुल थिएन। स्कुलमा सबको घरमा शिव मन्दिरमा पढाउने पनि मै हो। के अरे पर रोसरहरूकोमा कटल गाड्छ, त्यो छोटघाटमा पढाउने गाउँकोहरूलाई जम्मा गरेर सबै जाति, आदिवासी, नेपाली, राजवंशी, बिहारी सबलाई म जम्मा गरेर पढाउँथेँ। त्यहाँदेखि पछि त थुप्रै अहिले स्कुलहरू भयो। त्यहाँदेखि म राई डाक्टरकोमा म नर्स गरेँ। त्यहाँ म डिस्पेन्सरी खोलेँ। चेकपोस्ट मेरो डिस्पेन्सरी थियो। म राजगञ्ज ट्रेनिङ गरेर अहिले यो सेन्टर बसाउने मै हो फर्स्ट। यहाँ बसाएर चाहिँ अहिलेसम्म चलिरहेको छ। मेरो पैसा पाउँदै थिएँ, तर मेरो कागजै हराएकोले गर्दा त्यो पैसा पनि गयो। यहाँ सब कुरो सुरु गर्ने फर्स्ट मै नै हो, पढाइ र दबाई सुरु गर्ने मै नै हो। यहाँ राजवंशीहरू आउँछ राति बेलुका बुढोहरू 80 वर्ष पुगेकोहरू, तिनीहरूले पनि मलाई चिनेको। यो त बुढी त अहिलेसम्म रहेछ राम्रै भनेर अस्ति पनि कुरा गर्दै थियो। र सब दबाई पानी र स्कुल सबसे फर्स्ट सुरु गर्ने मै हो यहाँ सिलगढीमा।
अब त दिमागले पनि काम नगरेको हो कि उल्टापाल्टी बोलिएर हो कि अब अरूहरूलाई पनि सायद मन पर्दैन होला, मेरो दिमागले पनि अलिक काम गर्दैन होला, बेसी सोचेर हो। यो चाहिँ सबैले क्षमा गरिदियोस्। मान्छे बुढाबुढी चाहिँ अप्ठ्यारो हुन्छ मान्छे सुरु र गर्ने नै। अहिले तपाईँको स्वास्थ्य अवस्था कस्तो छ त? एकदम राम्रो छ त? तपाईँ स्वास्थ्य कस्तो छ तपाईँको? तपाईँलाई खानापिना हेर्छ हेर्दैन त्यो पनि सब कुछ ठिक छ, ठिकै छ। हिँड्दैछु म टनटनाइ, सबैले देखिरहनु भएको छ। अहिले खानापिना खानापिना ठिक छ, एकदमै खाँदैछु, हिँड्दैछु। अहिलेको जुन स्टुडेन्ट्सहरूलाई, छात्रहरूलाई जो अहिले पढाइ गर्दैछन्, उहाँहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? भर्खरै अहिले माध्यमिक उच्च माध्यमिकबाट पास भएर राम्रो मार्क्स ल्याएर छात्रहरू पढाइमा अगाडि बढ्दैछन्, उनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? सबलाई मेरा छात्रहरू पुरानलाई भेटेर जीवन राम्ररी पढ्नु, राम्रो लाइनमा चल्नु, मेरो नानीहरू नराम्रो उसमा नजाओस् भनेर भन्छु। कतिजनाले राम्रै सुन्छ, ठिक छ, आउँछ, हेर्छ, मलाई भेटेर पनि जान्छ। किनभने यहाँ धेरै कुरो मैले सुरु गरेर गर्दाखेरि म यहाँको नानीहरू चाहिँ मेरै जस्तो लाग्छ। म आफ्नै नानीहरू, चाहे जुनै जातिको होस्, सब नानीहरू सबलाई नै म माया पनि गर्छु। अनि मेरो नानीहरू चाहिँ राम्रो काम गरोस्, नराम्रो काम नगरोस् भन्ने चाहिँ मेरो इच्छा छ। भगवान्ले पनि नानीहरूलाई राम्रो लाइनमा हिँडाइदियोस्। धन्यवाद। र अहिले आफ्नो जीवनको यस क्षणमा हामी चाहन्छौँ जति पनि समाजसेवीहरू हुनुहुन्छ, सहयोगी मन भएका सामाजिक कार्यकर्ताहरू र विशेष गरी सिलगढी जस्तो क्षेत्रमा उहाँ मिरिकबाट आएर 42 नम्बर वार्डको यो क्षेत्रमा उहाँले सामाजिक काम गर्नुभएको, जसरी उहाँले बताउनुभयो शिक्षा र स्वास्थ्यको क्षेत्रमा उहाँले अग्रिम भूमिका नै निभाउनु भएको छ। तर उहाँको परिवारहरू नहुनुको कारणले उहाँले समाजप्रति आफ्नो दायित्व दिनुभयो, समाजलाई माया गर्नुभयो। त्यही भएर आज समाजले नै उहाँलाई हेरिरहेको छ। र त्यस्तै सामाजिक कर्मी हाम्रो यस क्षेत्रको प्रकाशनगर नेपाली कल्याण समाजको सभापति, स्थानीय मन्दिरको सचिव र हामी सबैजनाले उहाँलाई माया गर्छौँ। र अहिले उहाँको श्रीमती सविता राईको घरमा बसिराख्नु भएको छ। यहाँकै परिवार, यहीँको घरको बुजुर्ग जस्तै, आमा जस्तै भएर बस्नु भएको छ। तर पनि जति पनि हाम्रा सहयोगी मन हुनुहुन्छ, तपाईँहरूले उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने तपाईँले सहयोग गर्न सक्नुहुनेछ। विशेष गरी विभिन्न कार्यक्रमहरू उहाँलाई लिएर हामी ल्याउँदैछौँ आगामी दिनहरूमा। उहाँको जीवनबाट धेरै प्रेरणा दिने, हामीलाई प्रेरणादायक केही कारण पनि छ, त्यही भएर हामी ल्याउनेछौँ। यसै भन्दै यहाँहरूलाई नमस्कार गरेँ, धन्यवाद।